इभिनिङ साथीहरू अब एकछिन सुतेर उठेको र अब म ब्ल्याक टी बनाउँदैछु हो साथीहरू। अहिले चाहिँ ब्ल्याक टी खान्छु इभिनिङमा। ब्ल्याक टीमा अदुवा लगाउँदैछु, हल्का लगाउँछु, कडा हुन्छ। म ठिक चाहिँ बसाएर होइन, अब म मुरै सार्नु पर्यो। मुरै पुरा खानु मन लागेको छ हो, मुरै चाहिँ सार्नु पर्यो। मलाई चाहिँ मनपर्छ मुरैहरू सार्दिएको हो। तपाईँहरूलाई चाहिँ मनपर्छ कि मन पर्दैन? मलाई यो साँझमा इभिनिङमा चाहिँ खोइ चटपटेहरू जस्तो खानु मन लाग्छ साथीहरू। मुरैले होइन, त्यसमा अब प्याज, खोर्सानी, निम्बु चाहन्छु, टमाटर होइन, प्याज एउटा वाइ लगाएको छु साथी। यसमा चाहिँ आलुको अचार हो, 12 बजीको। यो पनि म लगाउँदैछु साथी, दामी हुन्छ। यसमा मैले लसुनहरू पनि लगाएको थियो, निम्बु। हेर्दा चाहिँ हेर्नु साथी टेस्टी लाग्दैछ कि लागेको छैन हेर्नु त। मैले पनि रेडी भयो हो, टी पनि बनाएको। मैले छोडेर म अब मुरै साँधेको लिनु आँटेको हो ब्ल्याक टी। र मैले मुरै पनि साँधिसकेको छु, अब चाहिँ खानु आँटेको साथीहरू। अब म पनि मुरै खाने हो, खानेको चिया मुरै खानुहुन्छ साथीहरू। सबैलाई बाई।